ह्यापी होली है त धन्यवाद अझै चाहिँ अब चित्तै जाने हुन्छ 23 तारिक भइन्छ नि 23 तारिक आज चाहिँ हाम्रो कति तारिक भयो 5 तारिक भयो अब हलिडे जानको लागि मात्र 18 दिन बाँकी छ 18 दिनमा जे गर्ने हो मोज गर्ने हो त्यो कुरा जति गर त्यति गर्न मन लाग्छ फेरि अब त्यो कुराहरू अब गरेर केही हुनेवाला नि छैन नि अब होइन जे छ त्यसैमा खुसी हुनुपर्छ होइन होली पनि मनाएको जस्तै भयो यो सालको है हामीले होली मनायौँ है फाइनली गाइज हामीले होली मनायौँ ल अब कम टु दुबई हबिबी हो के यल्ला हबिबी अहिले त यहाँ कस्तो तिमीलाई त बाबाले त नि त्यही भएर त आउँछ हामीले आउन सक्नुहुन्छ चिल्लो हरे क्या मुस्ताङको केला ले लो भाइ केरलाको हेलो एभ्रिवान वेलकम ब्याक टु माई न्यू ब्लग सो आजको ब्लगमा तपाईँलाई स्वागत छ आज चाहिँ ब्लग कहाँ चाहिँ सुरु गर्छ भन्दाखेरि होइन यो चाहिँ हामी यहाँ एउटा पसलमा आएको छौँ होइन पसलमा यहाँ दाइहरू पनि हुनुहुन्छ यतातिर हाम्रो दाइ हुनुहुन्छ दाइ यता हेर हालो गरिदिनु हेलो हेलो भैया कैसे आप ठीक है ना ये तो आप देख रहे नहीं मैं ऐसे वीडियोस बना रहा हूँ आई करते हैं ए फेसबुक में नहीं हाँ नहीं फेसबुक नहीं दाइ यता हेर्नु त हेलो अनि हाँसेको छ एकदम धेरै पछि म चाहिँ एकदम धेरै पछि भिडियो बनाएँ अहिले होइन लगभग कति भयो 1 महिनै भयो क्या 1 महिना जस्तो चाहिँ भयो मैले भिडियो नगराएको किन भन्दाखेरि भिडियो नगराउनु पनि त्यसको एउटा रिजन छ होइन म चाहिँ भन्छु कस्तो रिजन छ भन्दाखेरि अब कस्तो भन्नु एक्सिडेन्ट भयो मेरो भयो धेरै कुरा नगरौँ होइन एक्सिडेन्ट जस्तै भयो कस्तो एक्सिडेन्ट भयो मान्छेलाई हानेको होइन मलाई यस्तो वाला भयो होइन म चाहिँ अब बताउँछु हजुरलाई कसरी भयो भन्ने कुरा कसरी बताउँछु भन्दाखेरि जे कुरा अब भन्छ नि होइन अलिकति त्यस्तै भयो भेटेन भन्दा के भयो अनि 2023 होइन फेब्रुअरी त एकदम मजाको भयो कि बवाल यस्तो मेमोरी भयो कि कहिले भुल्न नसक्ने त्यस्तो टाइपको भयो होइन अनि त्यही भएर अब भिडियो सिडियो पनि सबै गाँडको त्यति भयो अब चाहिँ भिडियो गराउँछु म छिटो भिडियो गराउँछु भिडियोहरू आइरहन्छु अब चाहिँ जस्तो सुकै होस् अब सब टाढा थाइने सबै हान्ने अब भिडियो सिडियो जस्तो हुन्छ होइन अब चाहिँ छिटो आउँछ भिडियो अब चाहिँ यस्तो हुन्न एकदम धेरै ग्याप पछि गराएको भिडियो लगभग 1 महिना भयो होइन 1 महिनापछि अब चाहिँ कडा आउँछ दुईजना काल पाएँ कहिले यता हेर्नु यहाँनिर चाहिँ हाम्रो दाइ हुनुहुन्छ ओ दाइ यता हेर्नु हजुरको गर्लफ्रेन्डलाई देखाइदिन्छु मैले यो त दाइको गर्लफ्रेन्ड हो कि डल्लै हाम्रो अझै दाइ यता हुनुहुन्छ अगाडि बस होइन पछाडि बस्छु म बस्नु अगाडि हजुर हामी लग्छ त दाइको पोठी गाडी आम्मामा कति गर्मी हो त्यसको 200 रुपियाँको 500 रुपियाँ जीवन त के भएर कमी छ भने त्यो चाहिने रे होइन बच्चाको आमा हो अब दुईटा बच्चा बोकेर हिँड्ने चाहिँ त्यसमा हेरौँ न यो वाट छ यार भाइले फेरि वाट सबै भिजेर केही छैन मलाई आवाज पनि गराउँदैन यो त्यसमा के गीत हाल्ने अनि ब्याकग्राउन्डमा जे हाल्दै चाहिँ हुन्छ यहाँ अगाडि चाहिँ हाम्रो दुईटा दाइहरू हुनुहुन्छ दाइहरू चाहिँ अब गाजा ए सानो गर्नु न म बोल्छु कि हाम्रो दाइहरू चाहिँ अब माल्टा जाँदै हुनुहुन्छ दुईजना दाइ हाम्रो अझै दाइ चाहिँ अब चित्तै जाने हुन्छ 23 तारिक भइन्छ नि 23 तारिक आज चाहिँ हाम्रो कति तारिक भयो आज हाम्रो 5 तारिक भयो अब हलिडे जानको लागि मात्र 18 दिन बाँकी छ 18 दिनमा जे गर्ने हो मोज गर्ने हो यता हाम्रो दाइ फेरि कतिखेर जाने र म 2080 साल भन्नु न 80 साल हामी अगाडि माडल चादर पुगेर आँखा आज होलीको आम्मामा होली खेली पनि छ आज त अनि हेर्नु होली पाउँदैन अनि भोलि छुट्टी आजै रमाइलो ढाका टोपी लगाएर ढकेलिदिनु न पुरै होली सुरु भइसकेछ हाम्रो चाहिँ केही छैन हामी चाहिँ भुक्का टोपी यो नेपाली पार्क नेपाली तर्नेहरू पुलिस गाडी खिच्नु मिल्छ नि
अनि त अब झुक्केर आएकोलाई त अब कसले के गर्न सक्यो होइन जान खिचेको होइन नि त पुलिसहरू त बनाउनु दिइरहेको हुन्छ टिकटक बनाउनु दिइरहेको हुन्छ कोही ए अत है कोही चाहिँ अलिकति मुसल्टे पारेको हुन्छ नि त तिनीहरूलाई चाहिँ अलिकति त्यही नि यसमा पुलिसै छैन पार्क गर्ने इङ्ग्लिसमा हानिदिनु त है के भन्छ यो नेपाली पार्क हो भन्दाखेरि चाहिँ दिस इज इङ्ग्लिस पार्क ए नेपालीलाई इङ्ग्लिस भन्नु पऱ्यो नि है इङ्ग्लिस भन्नु पऱ्यो अनि मिलिहाल्यो नि त हामी चाहिँ यहाँनिर टक्क लाएर भाइहरूसँग चाहिँ चट्ट चिया निम्की खाएर अब चाहिँ हामी निस्किन्छौँ एकछिनमा होइन हामी चाहिँ अहिले बर्दुबईको यो नेवारी खाजा घर भन्नेमा आछौँ यहाँनिर टक्क लाएर एकछिनमा चाहिँ हामी निस्किन्छौँ यहाँबाट अब चिया निम्की खाइसकेका छौँ हामीले होइन अब यहाँ चाहिँ हामी यसो घुम्नको लागि अब कतै निस्किन्छौँ कतातिर जाने भाइ आज अब राति नै हुन लागिसकेको छ आज हामीले खासै सोचे जस्तो हाम्रो दिन गएन आज चाहिँ होइन अब यताउता अब ट्राभलतिर गयो टिकट सिकटहरू काटियो आज अब यसो एक दुईवटा सपिङहरू गरियो त्यहाँ चाहिँ हामीले भिडियो खिच्न पाएनौँ अलिअलि खिचिया छ क्या अरे खिच्न चाहिँ अब यो पछि अब हामी जान्छौँ यसो घुम्नलाई निस्किन्छौँ इभिनिङ भइसकेको छ यहाँ पनि लगभग 6 भइसकेको छ जोजोलोपा फ्याफुल्लाई सबैलाई नमस्कार आज चाहिँ हामी यता लोकलतिर यसो हिँड्दैछौँ यहाँ चाहिँ अब पुरा हाम्रो यहाँ चाहिँ सस्तोमा वाचहरू होइन अनिखेर यहाँनिर पर्फ्युमहरू तपाईँको बर्दुबईमा छ होइन हाम्रो यहाँनिर स्मार्ट वाचहरू सबै अफरमा रहेछ हाम्रो भाइ चाहिँ Today special offer 5 piece only 160 dirham. If all over UAE free delivery. My number note 054-789-6579. And 10 piece perfume coming only 100 dirham. This one also all over UAE free delivery. What you need, you just contact me 054-789-6579. Okay. This one you see the all model mobile, everything. The mobile, the watches. Any Casio, Seiko, Citizen, T-shirt, all branded. Any problem, this guy making, and Rado, everything, servicing everything. If you need, you just come my shop location. My shop is coming Bardubai near Bank of Baroda. This one the Ampura Water Taxi Station. Okay. Welcome, anybody welcome. The perfume, mobile, watches, everything. This is my friend. Your name? I'm forget. Ajay, yeah. Ajay. Nice to Okay, meet you. nice to meet you. Thanks. Bye. Okay, bye. Take care. ल हजुरहरूले अब यहाँ आउँदै सक्नुहुन्छ होइन ओके Where can you see this one? युट्युब च्यानल भन्नु You send me the video. ओके आई कम अनि त्यो साँझ पनि भइसक्यो साँझको लगभग 6-6:30 भइसक्यो होला पार्कतिर गएर घुम्यौँ यताउता दाइलाई अब दाइ जाँदै हुनुहुन्छ नि त दाइको लागि सपिङ यताउता सबै कुरा गऱ्यौँ होइन गरेर अघि चाहिँ दाइले हान्दै हुनुहुन्छ ब्लग यतातिर हाम्रो एउटा दाइको जिम पार्टनर पनि छ अनि उसलाई चाहिँ मैले त्यसरी नजाएको छ आपको स्वागत है गरिब सस्ता युट्युबर अनि त्यसपछि अघि नै भेट भएको अनि उसँग बसेर हामी चायसा पिएर अहिले यतातिर आएको यत्तिकै हावा खानु भनेर हामी त समुद्र साइडतिर आइरहौँ आजको भ्लग चाहिँ हामी दाइले गर्नुहुन्छ किन भन्दाखेरि हाम्रो दाइ चाहिँ अब जाँदै हुनुहुन्छ नि त दाइको लागि अब यो भनेको बवाल होइन दाइ अब कहिले भेट्यो नि थाहा छैन होला नहोला अब त्यो त अब कसले देखेको छ होइन अगाडि कुरा होइन मोडमा अब कुनै न कुनै ठाउँमा भेट त अवश्य होला भेट भन्छ नि नमरे बाँचे जैवले साँच्चै फेरि भेटौँला हामी चाहिँ अब नेस्टोतिर लाग्दैछौँ एकछिन अब उता नि यसो हामी सपिङकै लागि जाँदैछौँ नेस्टोतिर पनि यहाँ हाम्रो साथी भनौँ अब के भनौँ अब उहाँ सपिङ गर्ने रे टक्क लाएर हामी जाँदैछौँ यस्तै हो छुट्टीको टाइम अब रुममा बसेर नि अल्छी लाग्छ हामीलाई होइन अनि त्यही भएर हामी चाहिँ यसो नजिकै अब हामी यतै वरिपरि हाम्रो लोकल एरिया भनौँ यसलाई चाहिँ यतातिर हामी घुमिरहेको हुन्छौँ अनि यो चाहिँ हाम्रो दुबई म्युजियम हो यहाँको चाहिँ पुरानो म्युजियम हो यो चाहिँ होइन यसलाई चाहिँ दुबई म्युजियम भन्छ यतातिर यो हेर्न सक्नुहुन्छ तपाईँले टक्क लाएर अब अनि सो हामी चाहिँ यो चाहिँ हिँड्दैछौँ अब यही बाटोतिर नेक्स्ट जाँदैछौँ हामी चाहिँ अन द वे होइन यस्तै हो सुख दुःख जिन्दगीमा होइन सोचे जस्तो अब नहोला तर प्रयास जारी छ सबै आफ्नो बाटो आफ्नो गन्तव्य लिएर हिँड्दैछौँ होइन यस्तै हो जिन्दगी भनेको अब भोलिबाट फेरि ड्युटी जानुपर्छ आज नै अब ड्युटी सकियो अब छुट्टी सकिसकेको छ यहाँ चाहिँ हेर्नु तपाईँले अब कल्याण टोलहरू छ होइन मालाबार गोलर्सहरू यताउता देख्न सक्नुहुन्छ यहाँ चाहिँ अब पुरा आज छुट्टी सन्डेको दिन यस्तो प्याक हुन्छ कि हेर्नु नि यहाँ गाडीले पुरै पार्किङै पाउँदैन यत्रो ठुलो पार्किङ छ होइन त्यही पनि पार्किङको लागि पुरा लड्नुपर्छ क्या यहाँ चाहिँ हामी चाहिँ अब पुरै हामी चाहिँ नेस्टो छिरिसकेका छौँ होइन
नेक्स्ट मार्केट छिर्सकेका छौँ आज विकेन्ड भएर नि होला पुरै अब मान्छेहरूको चाहिँ पुरा भिडभाड घुइँचो एकदम छ हेर्न सक्नुहुन्छ यहाँनिर होइन टकला र भाइ अनि के कस्तो लागिरहेछ त आज क्यासियर दिदीहरू हुनुहुन्छ यहाँ चाहिँ लगभग तपाईँलाई अब 80% चाहिँ सबै नेपाली नै भेट्नुहुन्छ यहाँको इम्प्लोइहरू चाहिँ होइन सबै काम गर्नेहरू यस्तो अब पुरा है सब नेपालीहरू हुन्छ युट्युबर छोटा मोटा युट्युबर है सस्तावाला और यहाँ चाहिँ पुरा होइन अब आज चाहिँ सबैतिर अफर लगाइरहेको छ यहाँ है पुरा अफर लगाइरहेको छ अफर चलिरहेको छ हजुरहरू अब यतै हुनुहुन्छ यतै बर्दुबैतिर लोकल हुनुहुन्छ भने हजुरहरू आउन सक्नुहुन्छ पुरा चिल्लो हरियो स्याउ अब मुस्ताङको चाहिँ होइन यो होइन तर अब त्यो कहाँबाट आएको हो यो चाहिँ यहाँ ठुलोवाला नि छ पुरा यो चाहिँ हाइब्रिडवाला हो यो स्याउ चाहिँ होइन हाइब्रिडवाला हो हेर्छ क्या यस्तै छ होइन अब हामी चाहिँ यो घुम्दैछौँ है र क्या बोल्दा है यसको ऑरेंज ही बोलते हैं और क्या बोलेगा नहीं माल्टा भी बोलता है ना वो दूसरा लैंग्वेज में पाकिस्तान में माल्टा भाई बोलता आपको है मालूम है इसको माल्टा बोलते हैं इसको पोर्चुगल बोलते हैं ऐसा होता है भाई केला ले लो केला ले लो भाई केरला का केरा है बहुत टेस्टी मीठा गुलिया ल हामी चाहिँ अब सपिङ गरेर नेक्स्टदेखि पनि निस्किन लाग्छौँ है टकला सपिङ गरेँ भाइ के आज टनै किने जस्तो छ सामानहरू बहुत सामान लिया ना आज इधर से अभी क्या 1 वीक के लिए हो जाएगा शायद अब 1 हप्ताको लागि चाहिँ भयो अब नेक्स्ट छुट्टीमा चाहिँ फेरि आइन्छ होला सायद अब हामी चाहिँ यहाँबाट निस्किन्छौँ अब मिना बजार हुँदै अब किधर जाना है रुम जाएगा अब हामी चाहिँ घुम्दै अब रुमतिर लागिन्छ होला सायद रात पनि परिसकेको छ अब भोलि चाहिँ जहाँसम्म लाग्छ भोलि होली छ के अरे नेपालमा होली छ अब होलीको चाहिँ सबैलाई शुभकामना छ होइन अब हजुरहरूको जिन्दगी पनि पुरा रङ्गीन होस् होलीमा खेल्ने रङहरू जस्तै रङ्गीन होस् जिन्दगीमा होइन पुरा खुसियाली छाओस् सबैलाई होलीको धेरै शुभकामना ह्याप्पी होली भन्न चाहन्छु होइन एकदम रमेर जमेर एकदम रमाइलोको साथ होली खेल्नु होला सबैजनालाई होलीको शुभकामना होइन कम टु दुबई हबिबी ओके यल्ला हबिबी अब यस्तै छ यहाँ चाहिँ होइन अब त्यो भने हामी चाहिँ अब त्यति पपुलर पनि होइन हामी चाहिँ फेमस युट्युबर फ्रम रत्न पार्क भने जस्तो होइन तर अब मान्छेहरूले क्यामेरा लिएर हिँडेपछि यसो खिचिदिनु भन्छन् अब उनीहरूलाई पनि देख्ने रहर होला होइन सो हामी चाहिँ देखाइदिन्छौँ होइन यो चाहिँ पुरा मिना बजारको पुरा गोल्ड एरिया पुरा यहाँ चाहिँ गोल्ड सपिङहरू पुरा राम्रो होइन एकदम ब्रान्डेडहरू पाउँछ यहाँ चाहिँ म चाहिँ त्यस्तो बेसी बोलेन होइन अरू दिन जस्तो किन भन्दाखेरि हुन्छ नि म नबोलेको लगभग त्यस्तै 1 महिना जति कति भयो म खासै भिडियो पनि गराएको थिएन क्या अनि त्यही हुँदाखेरि अब म अब चाहिँ छिटो बनाउँछु भिडियोहरू होइन अनि त्यस्तै हो अब 1 महिना जति त्यस्तै हो भनौँ होइन के भयो भन्दाखेरि यस्तो मेमोरेबल भयो कि अब त्यो कहिले भुल्नै नसकिन्छ त्यस्तो टाइपको कि जो सोचेको थिइनँ होइन सोचेको भन्नाले अलग्गै भयो अब कस्तो भयो भनौँ त्यो बाहेक अब अलग के भन्ने मलाई भन्न नि मलाई भनौँ नहुनु कस्तो हुन्छ म त्यो कुरालाई मैले बुझाउनै सक्दैन क्या त्यस्तो भयो होइन तर जे भयो बवाल भयो होइन मलाई लाग्छ अब त्यस्तो चाहिँ कहिले पनि हुँदैन होला अबदेखि होइन एकदम रमाइलो भयो भन्दा त्यस्तो नराम्रो नसोच्नु होइन तर त्यो अर्कै थियो कि छुट्टै थियो त्यो मोमेन्ट भनेको होइन जुन चाहिँ अब जस्तै अब मानौँ न मान्छेको 2टा हात भयो जस्तो हुँदैन नि त एउटा हात हुँदाखेरि त्यस्तै भयो हुन त त्यो अब कसरी बुझाउन आउँदैन मात्र न त भयो अब त्यो कुराहरू बेसी नगरौँ होइन त्यो कुरा जति गर त्यति गर्न मन लाग्छ फेरि अब त्यो कुराहरू अब गरेर केही हुनेवाला नि त छैन नि अब होइन जे छ त्यसैमा खुसी हुनुपर्छ होइन अनि त्यही हो अब जस्तो चल्छ त्यस्तै हिसाबले चल्ने हो अनि त्यसपछि अब त्यो कुरा भनेको अब हुन्छ अब सबै कुरा अब सोचेको खोजेको जस्तो हुन्छ भन्ने त हुँदैन नि केही कुरामा अलिकति एडजस्टमेन्ट पनि गर्नुपर्छ अब हामी चाहिँ अब रुम जान लाग्दै थियौँ अब रुम जान अब छुट्टिनु अगाडि चाहिँ फेरि एउटा हामी चाहिँ यहाँनिर मड्का चिया खाएर जाऊँ भनेर चाहिँ अब बस स्टेसन छेउनेर यो अलगुबाइमा बस स्टेसन छेउनेर आएको छु होइन यहाँ चाहिँ हेर्न सक्नुहुन्छ पुरा बस्ने ठाउँ नै छैन होइन पुरै यहाँ चाहिँ पुरा भिडभाड छ मड्का चिया भनेर आउँछु म चाहिँ होइन यहाँ पुरा भिड छ होइन ल भाइ त्यसै हो र हामी चाहिँ यहाँ पुरा हेर्नु न बस्ने ठाउँ नै छैन कि आज पुरा बस्ने ठाउँ नै छैन यहाँ यस्तो भिड हुन्छ छुट्टीको दिन भएर है अब म चाहिँ यहाँ अर्डर दिएर आउँछु यहाँनिर र भाइ चाहिँ के छ है भाइ 3 मड्का छ यहाँ ओके 3 बार वहाँ बार लेके आओ यस्तो छ होइन पुरा मैले त 3टा मड्का चिया भनिदिइसकेको छु होइन अनि फेरि हाई एक्सक्युज मी सरी है यहाँ चाहिँ यस्तो छ होइन
पुरै बाटै ब्लक गरेर बस्दिरहेको रहेछ क्या मान्छेहरू पुरा बाटै ब्लक गरेर बस्दिरहेको रहेछ पुरा आज चाहिँ सब है यस्तो भिड छ हेर्न सक्नुहुन्छ अब भित्र बस्ने ठाउँ थिएन अनि सो म चाहिँ अब अर्डर दिएर यहीँ बाहिर बसिरहेको छु अब बाहिर बसेर हामी चाहिँ मड्का चाहिँ खाएर अनि सबैजना अब रुमतिर लाग्छ मड्का चाहिँ आइसकेको छ यहाँनिर होइन टक्क लाएर 3 मड्का चाहिँ फाइनली हामीले बस्ने ठाउँ पनि पायौँ यहाँनिर चाहिँ टक्क लाएर अघि हामी उता उभिरहेको थियौँ मैले चाहिँ यहाँ चट्ट बसेर भाइ आयो भन्दै मड्का चाहिँ कस्तो लाग्यो तिमीलाई स्वाद त बबाले छ नि त्यही भएर त आउँछौँ हामी चाहिँ मान्छेको भिड हेरेर थाहा पाउनुहुन्छ हजुर यहाँको कति फेमस छ कसरी गर्ने बिजनेस भन्ने कुरा यहाँ हेरेर सिक्छन् कि मान्छेले होइन उठा उठा देखाइदियो नि त मान्छेहरूलाई हेर्नु पुरा भिड छ भित्र हेर्नु पुरा सतीश भाइ आइ बोल्दो एक बार इधर टेस्ट गर न चाय कैसा है आपको ल हामी चाहिँ अब चाय खान्छौँ है कैसा है भैया टेस्ट है ना थ्याङ्क यू ल अब हामी चाहिँ सुरु गऱ्यौँ है त कस्तो महसुस भयो त दाइ एक सुरुप तान्दाखेरि एकदम मेरो त मुडै चेन्ज भयो क्या अघि म अर्कै मुडमा थिएँ होइन अहिले यो चिया पिउनु बित्यो मेरो अर्कै जोनमा गइसक्यो है अब चिया पिएर हामी चाहिँ यहाँबाट निस्किँदैछौँ ल भाइ होइन हामी चाहिँ अब चिया पिएर यहाँबाट निस्क्यौँ सतीश भाई अभी आप जा रहे हैं ना रूम पे अभी कल मिलेंगे हाँ ठीक है कल नहीं तो परसों तो ज़रूर मिलेंगे ना क्या है मुश्किल नहीं है ओके हम अभी इधर से चलता हूँ आप इधर रहता है ना अभी हम लोग भी इधर जाएंगे ना रूम पे बाय बाय ओके भाई ओके ओके टेक केयर टेक केयर बाय ओके अब हामी चाहिँ अब बिदाई गऱ्यौँ साथीलाई अब हामी नै फर्किन्छौँ यतातिर घुम नजिक आइसकेका छौँ यहाँ चाहिँ होली खेल्दै हुँदो रहेछ हाम्रो भाइलाई नै थोरै होलीको रङ लगाइदिनु होला होइन ह्याप्पी होली है त अहिले लगाउने हो मलाई टिका मात्र ल सानो हस् धन्यवाद है ह्याप्पी होली ल भयो धेरै भयो ल फाइनल्ली अब आउँदै रुम छेउमा चाहिँ हामीले चट्टा लाएर थोरै होलीको पनि हामीले होइन टिका सिका लगायो टक्क लाएर ल होली पनि मनाएको जस्तै भयो यो सालको है हामीले होली मनायौँ है फाइनल्ली गाइज हामीले होली मनायौँ ल अब सो हजुरहरू पनि अब पुरा होलीको दिन होली होइन चट्टा लाएर अब रङ्गिन होस् हजुरहरूको जिन्दगी पनि यस्तै रङहरू रङ्गियो जस्तै हजुरको जिन्दगी पनि रङ्गियोस् होइन सफलता छाओस् सबै कुराहरू राम्रो होस् हजुरहरूको सोचेको पुगोस् होइन यस्तै हो जिन्दगी सङ्घर्षमय जिन्दगी छ सङ्घर्ष गर्न नछोड्नु होला हार नमान्नु होला होइन जिन्दगी यस्तै हो सुख दुःख होइन सो गाइज हामी चाहिँ अब यो झमझम चाहिँ यहाँको एकदम फेमस हो हजुरहरूले हेर्न सक्नुहुन्छ छोटे भाइ बडे भाइको कुरा होइन यहाँ चाहिँ गिफ्टहरू पनि पुरा दिन्छ यिनीहरूले चाहिँ होइन सो एकदम फेमस छ यो चाहिँ होइन मान्छेहरूको भिड हेर्न सक्नुहुन्छ हजुरले होइन लाएर यो चाहिँ झमझम छोटे भाइ बडे भाइ छ होइन सो अब हामी चाहिँ रुमको नजिक आइसकेका छौँ है सो अब भाइ केही भन्नु छ तिमीलाई एकदम मेरो एकदम के छ भन्छ अरे टकाटक छकाछक छ सब एकदम भाइको नि राम्रो छ जे होस् ह्याप्पी छ होइन भाइले नि अब लगभग 2 वर्ष जस्तो अब हाम्रो भाइले नि यहाँ दुबईको लाइफ चाहिँ 2 वर्ष कटाइसकेको छ है अब सो कस्तो रहेछ मेरो भाइको अब हामी चाहिँ लगभग अब भाइसँग धेरै समय छैन मेरोसँगै होइन अब 18 दिन बाँकी छ भाइसँग धेरै दिन छैन मेरो अब यस्तै हो केही छैन अब आफ्नो बाटो हिँड्नु परिहाल्छ तैपनि अब पछि होइन अब लाइफको अब हामी हिँड्ने होइन अब जर्नीमा अब अलग भए पनि कुनै न कुनै मोमेन्ट हामी भेटिने छौँ होइन भाइ सो मेरो चाहिँ एकदम बेस्ट भाइ हो होइन सो हामी चाहिँ यो सँगसँगै थियौँ अहिले यहाँ अब जहाँ गए पनि सँगसँगै थियो सायद अब ठिकै छ भाइ केही छैन सो हामी अब यस्तै हो सुख दुःख होइन हामी अब आफ्नो जिन्दगी आफ्नो तरिकाले कटाइरहेछौँ हजुरहरू पनि राम्रोसँग बस्नु होला राम्रो होला शुभयात्री है त शुभरात्रि सो अब चाहिँ हामी अहिलेलाई टाटा बाई बाई नेक्स्ट भिडियोमा हामी फेरि भेट्नेछौँ सो टेक केयर है त सबैलाई अल अफ यु गाइज टेक केयर बाई बाई गुड नाइट